के तपाईले कुनै यस्तो नृत्यको बारेमा सुन्नुभएको छ जो यति शक्तिशाली थियो र उसको एउटा शक्तिशाली असुरको पतन कसरी भयो? एक प्रदर्शन जहाँ सौन्दर्य कुनै तरबारभन्दा पनि धारिलो थियो र ताल कुनै हतियारभन्दा पनि घातक थियो। मध्यपुर ठिमीका पवित्र गल्लीमा यो कथा केवल याद गरिएको मात्र होइन, बल्कि नृत्यको माध्यमले नै प्रस्तुत गरिन्छ। मुखौटाहरूमा, ढोलहरूमा, चाडका रात्रिहरूमा हस्तान्तरण गरिएको यो कथालाई नै नागचा प्याखाको नामले चिनिन्छ। तर के तपाईहरूलाई थाहा छ कि यो कहाँ, कहिले र कसरी सुरु भयो? नमस्कार सबैजनालाई, यहाँहरूलाई क्रिसेन्ट स्टोरी टेलर्समा स्वागत छ। यो कथा धेरै लामो समय अघि सत्ययुगमा देवता र असुरहरूको युगमा भएको थियो, जब भक्तिभन्दा अभिलाषा अलिक प्रबल थियो र एउटा असुरले शिवको वरदान पाउन तपस्या गर्यो। उसको नाम थियो भस्मासुर, जसलाई नेवारी परम्परामा नागजाको रूपमा सम्झिन्छ। तपस्यामा कडा, भक्तिमा अटल उनले भगवान शिवको तपस्या गरी वरदान मागेका थिए। उसको वर्षौंको तपस्या देखेर भगवान शिव दयालु र कृपालु रूपमा प्रभावित भए र यसैले उसलाई वरदान पनि दिनुभयो। वरदानमा शिवले तिमीले जसको पनि टाउकोमाथि हात हाल्छौ त्यो भस्म हुनेछ भन्दै वरदान दिनुभयो। भगवान शिवजीले उसको भक्तिको सम्मान गर्नका लागि वरदान दिनुभएको थियो, तर चाँडै नै भस्मासुरको मन, जुन कुनै समय प्रार्थनाले भरिपूर्ण थियो, पछि गएर त्यो सब अहङ्कारमा बदलियो। त्यही क्षण भस्मासुर क्रूर मुस्कानमा थिए। उनको पहिलो विचार त्यो वरदानलाई त्यही देवतामा नै परीक्षण गर्ने थियो जसले सो वरदान प्रदान गर्नुभएको थियो, मतलब शिवजीमाथि नै। कुनै विलम्ब नगरी भस्मासुर आएर शिवजीलाई भने, हे प्रभु, यदि यो शक्ति साँच्चै मेरो हो भने मैले तपाईँमाथि नै यसको परीक्षण गर्न पाउनुपर्छ। मेरो हात तपाईँको टाउकोमा रहनेछ र सारा संसारले हेरेर देखोस् कि तपाईँको वरदान सत्य हो वा मात्र भ्रम, किनकि जसले दियो उही माथि यसलाई प्रमाणित गर्दा केही फरक पर्दैन होइन र? पहिलो पटक शिवजी आश्चर्यचकित भए